आज म रोप्दैछु टिमुरको एउटा बुटो। अन्तिमसम्म भिडियो हेर्नुहोस् है, किनकि यसलाई सही तरिकाले कसरी रोपिन्छ भन्ने सबै कुरा देखाउने छु। सबैभन्दा पहिले मैले खाडल खन्न सुरु गरेँ। त्यहाँ चाहिँ नेपियर घाँस थियो अनि ट्याक्क लाएर मैले काटेर फाल्नतिर लागे, साइड लगाएँ। त्यसपछि मैले मजासँग खन्नतिर लागेँ। केही समयपछि खाडल पनि तयार भयो। खाडल तयार पारिसकेपछि मैले नाप्न सुरु गरेँ 45 सेन्टिमिटर गहिरो चौडाइ कतिको छ भनेर। अनि 45 सेन्टिमिटर गहिराइ चाहिँ हुनुपर्छ। एउटा टिमुरको बुटोको लागि करिब 10 देखि 15 केजी गोबर मल राख्नु पर्ने हुन्छ। त्यसको लागि मैले एक बाल्टी लगेर मैले घोप्ट्याउँछु र त्यसलाई मजासँग माटोमा मिक्स गर्नेछु। मिक्स गर्नको लागि हाते यन्त्र रहेको छ, फरुवा। त्यसपछि फरुवाले मजासँग सहायताले मजासँग माटो मिसाउनेछु। अब भने बिरुवा रोप्नको लागि तयार भइसकेको छ खाडल। बिरुवा उमार्नको लागि राखिएको पोली ब्याग चाहिँ मैले हटाउँदैछु। तर पत्ती भए एकदम राम्रो हुन्थ्यो, तर मैले हातले सञ्ज रूपमा फाल्दैछु ताकि जरा पनि नजाओस् र पहिलाको माटो पनि बाहिर नजाओस् भनेर। त्यसपछि बिरुवा रोपिदिए। केही वर्षपछि राम्रो उत्पादन दिन्छ, करिब 2 देखि 6 वर्ष भित्र। रोपिसकेपछि मजासँग सिँचाइ दिए, यसलाई पानी हालिदिए। अनि तपाईको घरमा पनि एउटा टिमुरको बुटा छ कि छैन कमेन्ट बक्समा लेख्नु होला। आजको लागि यति नै।